हेलो एभ्रिवान, नमस्कार। स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। तपाईहरुलाई थाहै होला हाम्रो युट्युब च्यानलको नाम चाहिँ नाइमा नेलिना छ भने म मुना मगर राई सधैँ चाहिँ तपाईहरुलाई स्वागत गर्छु हाम्रो न्यू डे न्यू भ्लगमा। आज चाहिँ हामी बेलुकाको खाना के खान आँट्दैछौँ भने आज चाहिँ नानीहरुलाई बिरयानी बनाएर खुवाइदिनु पर्यो भनेर म चाहिँ मासु लिएर आइसकेको छु। यहाँ चाहिँ मेरो सानो पुन्टे माया यता हेर त। हेलो गाइस भन्दै। मेरो सानोलाई चाहिँ रुगा लागिरहेको थियो, 4-5 दिन भइरहेको थियो अनि फेरि छ्यामालाई नटरिकन बरफ खाइदैछ अनि टन्सिल भएर यहाँ हैन टन्सिल भएर पुरै पाकि नै रहेछ अनि दबाई खाँदैछ टन्सिलको झोल अनि ज्वरोको दबाई खाँदैछ मेरो सानो माया। केटाकेटी हामी भाइ सुतेको सुते हुँदैन होला, सानो केटाकेटी खेला गर्छ, उफ्रे गर्छ। सानो कस्तो छ तिमीलाई? यता भनेर भन, नमस्ते भन्देऊ। उफ्ले छौ? हेलो नमस्ते भन। चिकन अनि अब म चिकन मेरिनेट गरेर राख्छु। यहाँ अलिकति लिएको छु दही अनि यहाँ मसला छ जिरा धनियाको धुलो लगाउँछु अनि यहाँ चामल मैले भिजाएर राखिसकेको छ। ओके साथीहरु हेर्दै गर्नु होला। मैले चाहिँ पापड फुलाइसकेँ अनि यहाँनेर म चाहिँ आज यो आलु पनि लगाउनु पर्यो भनेर बिरयानीमा भुजिलो बनाइसकेको छु अनि यहाँ मैले प्याज फुलाउँदैछु साथीहरु। यो हाम्रो मेरिनेट गरेको चिकन छ अनि म यहाँ छु मुना मगर राई पकाउँदैछु बिरयानी। चिकन चाहिँ यहाँ ग्रेभी हुँदैछ साथीहरु अनि यहाँ मैले खानाको लागि पानी टेकाएँ। यस्तो छ साथीहरु। खाना चाहिँ यति आधी पाकिला आधी गरे जस्तो। अब यसलाई म तारेर अनि यहाँ माथि मेरो चिकनमा लगाउँछु। चिकन पनि यतिकै ग्रेभी भइरहेछ अनि यो प्याज अनि यो आलु लगाउँछु। ल साथीहरु मैले चाहिँ चिकन माथि अनि खाना लगाएर ग्रेभी माथि अनि पछाडी प्याज लगाएँ अनि आलु लगाएँ अनि छोपे अनि यो म घिउ लगाउन आँट्दैछु। शुद्ध गाईको घिउ। ल म खान्छु हस्, तिमी नखानु हस्। ओके अब चाहिँ खाएको भिडियो बनाउँछ हस्। बिरयानी चाहिँ रेडी भइसक्यो साथीहरु। अब म पस्किन्छु। बोल बोल माया बोल। लु बस लु। फर्स्ट टाइम होला। कस्तो बनाछ दिदीले? कस्तो छ? हाम्रो बिरयानी चाहिँ पाकेर नामले बस्दैछ। नेलु कस्तो लाग्यो तिमीलाई? यता हेरेर भन। मिठो हो। ओके साथीहरु यहाँ बिरयानी पकाएर अब खानुलाई हामी पुरै रेडी छौँ। म खाएँ त फर्स्ट बाइट साथीहरु। रिक्वेस्टले एकदम दामी रहेछ। हाम्रो लङ रेन्ज त छैन कि जिरा मसिना हो साथीहरु। चामल चाहिँ मिठो बना। चारजनाका परिवार बसेर खाँदैछु। मासु कस्तो मिठो होला है? मासु खा त कस्तो त्यो इन्ग्रिडियन्ट्सहरू कस्तो भित्रसम्म पसेछ क्या, मिठो छ हैन? मासु खाएर देखाइदेऊ न साथीहरूलाई। अस्ति भनेको नटेर्ने मिठो छ यो मासु। चिचीहरू म अझै दिन्छु। कति तोले बिरयानी हो यो? बिरयानी खायो? भातमा चाहिँ थोरै भएर एउटा खाइसक्यो अरे। अनि अझै यत्रो चाहिँ मासु पर्केर नि त गर्दैछ। लो
मासु नै गर्छ त मेरो नउठाएको मासु रबर हो है साथीहरू यो चाहिँ फेरि मेरो छोरी हेर्नु न यहाँ मासु हेर्नु न यहाँ मासु अझै कतिवटा खाइसक्यो हेर्नु न मासु यहाँ मासु तर मैले आफूले बनाएर भनेर होइन कि साँच्चै कस्तो टेस्टी भइरहेछ मैले चाहिँ मेरिनेट गर्दाखेरि जिरा धनियाँको धुलो अनि त्यसपछि अलिकति दही अनि पछाडि लसुनको पेस्ट लगाएको थिएँ कति आधा घन्टा जति राख्यो मेरिनेट गरेर कस्तो दामी तिनवटा घोटी मासु हुँदा जुन साल भात खाँदैन चाहिँ साग लाग्दाखेरि चाहिँ भात भायो भन्छ ग्यास चाहिँ नभए कि बसेर खानु नि कति कुदेको अझै लगाइदिउँ सबभन्दा धेरै खानु मैले भन्दा धेरै खाइसक्नु मेरो ठुलो छोरी मिठो हुँदाखेरि चाहिँ 4 ताल खायो दाल भात अनि तरकारी हुँदाखेरि चाहिँ बिहान स्कुल 2 गाँस खाएर जान्छ हो भन स्टोर भइरहेको छ है बुढोलाई धेरै धेरै सम्झेको अवस्था मेरो बुढोलाई पनि बिरयानी खुब मन पर्थ्यो आफ्नो हलिहाले अब आउनु भएपछि खानु पर्ला बिरयानी आएपछि खाने त्यही त बिटा कुखुराकै मासु खाँदा खाँदा सुँगुरको मासु खाँदा त कति भइसक्यो अब मम्मी आउनुहुन्छ भने खाने सुँगुर खानु हुँदैन खानु हुँदैन होइन खाँदैन यो चाहिँ ब्रोइलरकै मासु मात्रै खान्छ क्या मेरो बहिनी चाहिँ ब्रोइलर पनि छोड्दै अझै स्लिम हुन्छ इजी हुन्छ तर के बिगार्नु त्यसै मेरो यस्तो मिठो हुन्छ नि मासु त अझै बिग्रेर है यस्तो नरम भित्रैसम्म पसेको हो म भित्रसम्म नगर्छु मसलाहरू नरम भनेको नमर भनेको दामी छ साँच्चै भनेको कस्तो मिठो है म मिठा चाहिँ कस्तो लागिरहेछ अरे भोलि एकखेप तपाईँलाई खानु ल आज इन्जोय गर्न भोलिको कुरा नसोच के भाउ केही छैन त्यहाँ अब 8 बजे उठ्छ अनि त्यही त राइस मुला मगर 8 बजे उठ्छ हो के हुन्छ म 6 बजे 7:30 बजे उठेर भात खानु म अहिले 9 आमा छोरी सुतिरहेको छ खै गएर बहिनी अनि दिदीलाई हेल्प गर्न आएको होइन के गर्दैछ आऊ मेरो सानो रिसार हेरेर मलाई माया पखान भनेर आउँदै गर्दै रहेछ मेरो सानो ए आऊ मेरो मायालु आऊ 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 कति फकाउनु परेको हो लु हिँड्न बस भुँडी पड्केर अझ खान्छ अरे मासु नहुँदै उता बुनु हिँड्छ त्यहाँ यता नरहनु खाइसक्यौँ है साथीहरू घिउै घिउ त्यति टल्किरहेको छ मलाई लाग्छ तरकारी मात्रै होइन त्यो पनि खाइसकिदिन्छु आधी मक्टो भात आधीभन्दा बेसी चाहिँ खाइसक्यौँ यता सानो सबैले थप्यौँ एउटा ठाउँमा खाना छैन साथीहरू राख्नु नभएको त गम खाएको दिन आउँथ्यो मजाले है अब हात पक्रेर खानु मन लाग्छ साथीहरू दसैँमा किनेर ल्याएको त्यो राखेर खाने पनि बिग्रिहाल्यो दराजबाट किनेको थियौँ सस्तो किनेको एउटा पनि भिडियो बनाउन नपाएँ भाग थियो खै तपाईँले फर्काउनु तपाईँहरूसँग यो किनिने छ कि छैन है
के हो युकेलेले युकेलेले भनेर थाहा छैन गिटारको सानो ओके अब स्ट्यान्ड ल्याएपछि मजाले राखेर खाएर देखाउँला है अहिले चाहिँ बिजोको साथीहरू एउटा हातले पकाउँ देखाएर यहाँ भात मातेर यहाँ बेच्नु नाच्छ चाहिँ मान्छेहरू खालको दुईपल्ट खाएर थपो बेच्नु हाल्दैछ हड्डी निकाल्छ नि मेरो थालमा हालिन्छ भात मात्रै खाँदैछु साँच्चै के मिठो भयो के भयो अरे निन्दा लाग्यो भर्खर वडामा जायो भने अर्काको प्रशंसा गर्न नसक्ने यस्तोलाई म मात्रै भइरहेछ अब स्पेसली यो साइडको केटी मैले चोक्यो तर मैले भाँचेँ कस्तो मिठो भन्छ साँच्चै त्यस्तो भालेको छु त्यही हो मासु चाहिँ सबै खाइसकेन नि त्यत्रो थियो कसरी खाएको आएर त हाम्रो कस्तो मजाले सपक्क छ यहाँ छेमाको के खाएको यस्तो छरस्टेर त्यसलाई फरस्टी राख्यो खाइसक्यो साथीहरू मैले चाहिँ मुख पनि चिप्ले चिप्ले होला बिरयानी चाहिँ खाइसकेको अवस्था साथीहरू मक्टुको आधी मक्टु हामी 4 जनाले त्यो पनि 2 जना सानो 2 जना ठुलो ठुलो मध्येमा पनि सबभन्दा सानो सेकेन्ड सानोले हामीले भन्दा बेसी खायो होला साथीहरू यो मिठो लाग्दाखेरि चाहिँ जरे नछोड्ने तितो तितो भयो भने चाहिँ छुँदै नखुन्ने भागै नबस्ने भागे नबस्नेको छोरी छ यति भन्दै फेरि नेक्स्ट अर्को भिडियोमा हामी भेट्ने बाचाका साथ फेरि अर्को भिडियोमा भेटौँला हस् त बाई ओके बाई भनिदेऊ